हो म्याच जिक्ने बालेनलाई मार्ने धम्की रे आगो लगाउने धम्की दिइरहेको छ। अनि अस्ति अस्ति कहाँ थियो रन्डीको छोरा के खाएर जन्माएको चाहिँ यिनीहरूको आमा बुवाले म्याच जिक्ने रन्डीको छोरा। अनि अस्ति अस्ति यसको बाउहरूले गरेको के राम्रो थियो रे। अहिले काम राम्रो गरेको म्याच जिक्ने हेर्न नसक्ने भयो। कालो चस्मा लगाएर म्याच जिक्ने हिरो बन्न खोजेको ठुक्क म्याच जिक्ने देशको युवा भएर म्याच जिक्ने जस्तो कुरा गरेको रन्डीको छोराहरू। टिमहरूलाई म्याच जिक्ने राम्रो काममा जिक्ने टाँगाउन जरुरी छ। अनि अस्ति अस्ति कहाँ थियो त्यत्रो भयो म्याच जिक्ने देशमा। अरू पहिला हेर त म्याच जिक्ने राजाको पालामा कस्तो थियो, अहिले म्याच जिक्ने तेरो बाउको अरूको हातमा आउँदाखेरि कस्तो भयो देश। अनि अहिले चाहिँ राम्रो काम गर्न खोजेको छ म्याच जिक्ने अहिलेको सरकारले, अनि तिमीहरूलाई म्याच जिक्ने टाउको दुख्दैछ। यो मुजी हो को रे म्याच जिक्ने, यो छको म्याच जिक्ने आज आएर हिरो बन्न खोज्दैछ। चिक्नेहरू टाउको म्याच जिक्ने कहाँ हो, के खाएर म्याच जिक्ने तेरो टाउको म्याच जिक्ने गु ठुक्क। घरका सामानलाई धेरै बोल्यो भने संसदबाट निकालिदिन्छु अरे। बालेनको यो के हो, कम्पनी हो संसद, यसको कम्पनी हो, कर्मचारी हुन् तिनीहरू। यो संविधान कहाँ लेखेको छ मन्त्री निकाल्दिने, प्रधानमन्त्री निकाल्ने यसका बाउको कम्पनी हो। त्यसो हुँदा यो विषयमा सचेत हुन म आह्वान गर्न चाहन्छु। तपाईले दिनानुदिन लोकतन्त्रमाथि आक्रमण गर्दै हुनुहुन्छ, दिनानुदिन जनताका घाँटीमाथि तपाईले आक्रमण गर्दै हुनुहुन्छ, दिनानुदिन जनताका घाँटी चाहिँ नेग्ने काम गर्दै हुनुहुन्छ। यो स्वीकार्य छैन। कति दिन गरेर बस्नुहुन्छ तपाईँ? तपाईँ कति दिन लुकेर बस्नुहुन्छ र तपाईँ चल्ने गाडी नेपाली जनताले देखेका छैन? तपाईँ कहाँ बस्नुहुन्छ तपाईँ देखेका छैनन्? तपाईँ बालुवाटारमा बस्नुहुन्छ देखेका छैनन्? तपाईँ जहाँ जहाँ हुनुहुन्छ जिपिएस ट्र्याक गऱ्यो भने तपाईँ बस्ने ठाउँमा हमला हुन्छ हुन्छ हुन्छ। त्यसो हुँदा तपाईँ सचिनुहोस्। ठुलो हुनेवालो छ र सायद मलाई लाग्छ दुलाभित्र पसेको सर्पलाई कसरी निकालिन्छ थाहा छ नि तपाईँलाई? पहिला खुल्ला गरिन्छ, यदि दुलाभित्रको सर्प बाहिर आएन भने लट्ठी हालेर घोचिन्छ। यदि त्यो घोचेर पनि आउँदैन भने के गरिन्छ थाहा छ नि तपाईँलाई? आगो लगाइन्छ परालो हालेर। यदि आगो लागेर पनि तपाईँ भाग्न सक्नु भएन भने त्यो पुरो खनिन्छ हो। त्यतिखेर हामी तपाईँका डोजर लिएर तपाईँ कहाँबाट हो कहाँ त निकालिहाल्ला छौँ, डोजरले नै खुन्नेहाल्ला छौँ। त्यसो हुँदा म विशेष गरेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई कूटनीतिक बलबाट यो सीमा विवादलाई टुङ्ग्याउन, तपाईँको जनहितमा राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर र मुलुकलाई आर्थिक समृद्धितिर लैजान, मुलुकको आमूल रूपान्तरणतिर आफ्नो गिरी प्रयोग गर्न म आह्वान गर्दछु। र यद्यपि यो दिशाभन्दा बाहिर जानुभयो भने मलाई लाग्छ नेपाली जनताले इतिहास हेर्दा कहिल्यै पनि एउटा